सपना यही सपनाको कारणले कसलाई कहाँदेखि कहाँ पुर्याउँछ त्यस्तै छ मेरो कहानी पनि। जन्म नै मिडल क्लास फ्यामिलीमा लिए पनि सपना चाहिँ धेरै ठुलो देखेको थियो। यसरी सुरु हुन्छ मेरो कहानी। अनि म चाहिँ ब्लगिङतिर मन लागेर ब्लगिङ गर्छु केही गर्छु भनेर धेरैपल्ट युट्युबमा आएँ, तर कसैको साथ सपोर्ट नपाएपछि न त हातमा राम्रो क्यामेरा थियो न त राम्रो माइक, र पनि केही गर्न सकिन्छ कि भन्ने आशले युट्युबतिर धेरैपल्ट आएँ। सो धेरै कुरा नगरी अब भिडियो पनि हेरौँ है। हेलो एभ्रिवान, वेलकम ब्याक अगेन। अनि एनएसटी ब्लगमा होइन भर्खर नुहाएर म चाहिँ रेडी भएँ। अनि त्यही हो, आज चाहिँ हाम्रो उमा चाहिँ कलर लाग्ने अरे भन्नाले यो भित्ताहरूमा। अनि कति बोलेको आउने यार। सो हाम्रो चाहिँ यो बागसहरू जुत्ता यो चाहिँ हो। अनि यो भित्ताहरू अलि यस्तो भएको थियो नि त, यो यसमा चाहिँ आज कलर लाग्ने मलाई चाहिँ बवाल हिसाबमा। म चाहिँ भर्खरै नुहाएर आएको। सो एकदम माया देखाउनु होला होइन। म अहिलेको ब्लग चाहिँ यो एमबी नभएर राम्रोसँग एडिट गर्न पाएको होइन मैले। पछि चाहिँ राम्रो ठाउँमा गएर राम्रो ब्लग बनाएर चाहिँ हाल्न लाग्छु। त्यो हाम्रो चाहिँ अब लाइक भनौँ न, यो रुम हामीले निकाल्यौँ। हाम्रो कपडा चाहिँ यो हो होइन। हाम्रो कपडा अहिले कलरै यता हुँदैछ, सब निस्केको हो। 50-60जना भन्नु चाहिँ। अनि अहिले चाहिँ हामी खाना खान जानला। कति ठुलो हो यो हाम्रो कम्पनीको। यो कति योभन्दा माथिल्लो फ्ल्याटको हामी बस्ने। यो चाहिँ सब पार्टीहरूको सामानहरू क्या। यहाँदेखि कति ठुलो छ यो पुरै कति छ सब भनौँ न। यो चाहिँ रोटी बनाउनुलाई होइन। त्यही हो ल गाइज, यहाँ देखाउनु होला है त ल। हाम्रो गोदाम चाहिँ कतिको अहिले मैले धेरै ठाउँमा देखिसकेँ। यो चाहिँ अगाडिको औषधि गोदाम हो। चाहिँ सबै प्रकारको औषधि बन्छ यहाँ चाहिँ। सबै प्रकारको औषधि बन्छ क्या। म दाइलाई कुरिरहेको छु अरे हाम्रो गोदाम हेर्नु कति ठुलो हो। यहाँबाट लगेर यहाँसम्म सबमा सामान भरिदिएको हो। मासुलाई पार्टीको सामान, बाइकहरू, पार्किङ हेर्नु। हाम्रो गाडी चाहिँ एउटा यो हो। अनि दुईवटा त्यो पछाडि छ, त्यहाँमा दुईवटा पछाडि छ। अनि यो चाहिँ हाम्रो खाना खाने ठाउँ भन्नाले यहाँ चट्ट खानासाना खायो, यहाँ बसेर खाना बनाउने खाना खाने ठाउँ। यो गाडी छ, उता छ दुईवटा पिकअप भन्नाले उता बोलेरो छ दुईवटा। अनि यो चाहिँ सब यो हाम्रो कम्पनीको वालाको भयो। अनि यो चाहिँ औषधि कम्पनीको। हामी यसो चिया खानलाई अगाडि जानुपर्छ टोकरीमा। टोकरी हो कि टक्रीमा त्यही हो गाइस। के भन्ने यसमा आउँदो रहेछ क्या बरु यार। यो भिडियो बनाउँदा भोइस कम ओभर नोइस अलि ज्यादा आउने कि। अब हाम्रो कोठामा कलर लगाइ सब एकभन्दा एक छ नि। हो 1.5 लाख। क्या बताऊं कितने में दिया? 1-2 लाख 2 लाख क्या मुश्किल है बता दो। वाल थोड़ा। सो आजको चाहिँ यति नै हो। यहाँ चाहिँ अलि त्यो बाहिर ओभर नोइस अलि धेरै आइरहेको होला। यो ड्राइङ रुम र भात आइरहेको होला। अनि यो म चाहिँ अहिले जस माइक छैन, राम्रो फोन छैन। बिस्तारै माइक फोन किनेर चाहिँ अलि राम्रो गरौँला। अलि साथ सपोर्ट आयो भने त्यही फ्यामिली अब माया देखाउनु। आजलाई यति नै कन्टेन्ट मैले जस हाल्ने कोसिस गरिरहेको छु, तर कन्टेन्ट मिलिरहेको पनि छैन। एन्ड अलि राम्रो फोन, अलि राम्रो क्यामेरा, अनि अलि राम्रो सुनिने माइक टाइप लिएर अलिक सपोर्ट गर्नु होला। त्यही नै हो ल।